महिलाको स्वास्थ्यप्रति सचेतना बढाउँदै गृहिणी महिला सङ्घ नेपाल र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा गोकर्णेश्वर वडा नम्बर 8 मा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा दाँत सम्बन्धी निशुल्क प्रारम्भिक परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 बेसी गाउँ शहरी स्वास्थ्य केन्द्रद्वारा जुन आज भइरहेको स्वास्थ्य शिविरमा चाहिँ समाज डेन्टल हस्पिटल र हाम्रो जुन महिला दिदीबहिनीहरूको लागि चाहिँ क्यान्सरबाट कसरी बचाउन सकिन्छ भनेर चाहिँ निशुल्क परीक्षणमा चाहिँ अहिले जुन सहभागिताहरू हुनुहुन्छ, पहिला चाहिँ हाम्रो सम्पूर्ण दिदीबहिनीहरू चाहिँ अलि लाज मान्नुहुन्थ्यो, आउनलाई डराउनुहुन्थ्यो भने अहिले चाहिँ रोग लाग्नुभन्दा रोग नलाग्न नै पहिल्यै जचाउनु पर्छ रहेछ र उपचार लिनुपर्छ भनेर चाहिँ सशुल्क चाहिँ यो हामीले चाहिँ यो गोकर्णेश्वर वडा नम्बर 8 ले गोकर्णेश्वर नगरपालिका संयुक्त रूपमा चाहिँ जुन स्वास्थ्य शिविरहरू गर्दै आएका छौँ। कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। विशेषज्ञ स्वास्थ्य कर्मीहरूले प्रारम्भिक परीक्षणसँगै स्वास्थ्य सचेतना, नियमित जाँचको महत्त्व र समयमै उपचार गर्दा जटिल रोगबाट बच्न सक्ने विषयमा जानकारी समेत दिएका थिए। नेपालमा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर धेरै महिलाहरूको मा चाहिँ पाइरहेछ हैन। अब यसले गर्दाखेरि हामीले समयमा उपचार गरेन भने ती महिलाहरूको मृत्यु हुन सक्छ। त्यसैले यो शिविर गरेर हामीले के फाइदा छ भने त्यो महिलाहरूले हामीले क्यान्सर हुनु अगावै घाउहरू देख्छौँ, औषधि हालेर घाउ देख्छौँ। त्यो घाउ देखेपछि हामीले तुरुन्तै औषधि गरेपछि त्यो भविष्यमा त्यो महिलाहरूलाई चाहिँ त्यो क्यान्सर हुनबाट बचाउँछ भनौँ न। ल यो अहिले महिलाहरू पहिला हामीले महिलालाई चाहिँ 30 वर्षदेखि 60 वर्षसम्म महिलाहरूलाई यो पाठेघरको मुखको क्यान्सर चाहिँ हामीले यसरी परीक्षण गर्छु। तर अहिले चाहिँ हालसाल नेपाल सरकारको चाहिँ जुन गाइडलाइन छ त्यो अनुसार 30 वर्षदेखि 49 वर्ष 49 इयर्ससम्म महिलाहरूलाई चाहिँ अहिले हामीले गरिरहेको छौँ। विशेष गरी महिलामा बढ्दो पाठेघर र स्तन क्यान्सरको जोखिमलाई ध्यानमा राख्दै सञ्चालन गरिएको यस कार्यक्रमलाई स्थानीयले निकै सकारात्मक रूपमा लिएका छन्। मलाई चाहिँ राम्रो लाग्यो, चित्त बुझ्यो। हस्पिटलमा भन्दा अझ सुविधा अझै पाउन पाएँ, अझ राम्रो होइन। यहाँ अझ धेरै राम्रो लाग्यो। जस राम्रोसँग मैले एक्सरे पनि गरेको थिएँ अस्ति बिहिबार, त्यहाँदेखि त्यसमा पनि चित्त बुझ्यो। आजकोमा नि एकदम राम्रो लाग्यो। एकदम राम्रो छ, राम्रो लागिरहेको छ। अब हस्पिटलमा जचाउँदाखेरि धेरै अब खर्च लाग्ने, यहाँ फेरि जचाइरहनु भएको छ, त्यसमै राम्रो छ। समुदायमै पुगेर गरिएको यस्ता स्वास्थ्य अभियानले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। हरेक वर्ष हामी यहाँ आइरहेछु र पोहोर भन्दा यसपालि धेरै महिलाहरूको जचाउने उत्साहजनक देखेर धेरै महिलाहरू यसमा आएको छ। यसको गर्दाखेरि हामीलाई नगरपालिकाको लागि धेरै धन्यवाद।